हान्यो हान्यो सुशील 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 मानसलाई दनक दियो सुशील सुशील हान्यो 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 सुशील कुद्यो 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 सुशील कुद्यो आम पासा खान्छु रे ओ गाइज मेरो भ्लगमा भरियो आउँछ है आम पासा गर्ने यसको पछाडि के लेखेको छ यस्तो खतरा कुरा कर्म युद्ध स्तरमा ध्यान बुद्ध स्तरमा विश्राम सब स्थान स्तरमा यो भने के तपाईँले बुझ्नुहुन्छ है कर्म भनेको काम काम गर्ने युद्धमै हो ध्यान भनेको बुद्ध स्तरमा ध्यान बुद्धको जस्तो डिपमा गएर ध्यान गर्नुपर्छ गहिरो ध्यान अनि भनेको विश्राम भनेको सब स्थलमा आर्यघाटमा अर्को एउटा चाहिँ बढी भरै मर्ने भयो ओइ आम्मामामामा वा गाइज खत्रै बजाए आम्मामा सिरिसकै रुख हो त्यो चाहिँ मानसको टुप्पी हो है अरू भनेर नझुक्किनु होला अब हामी चाहिँ जानेछौँ त्यो सरस्वती माताको मन्दिरमा यहाँदेखि तलतिर सिधै 1000 सिँढी भन्ने ठाउँमा हो नकराउनु सिधै 1000 सिँढी मानस चाहिँ डराउनु भएको है कुकुर पुग्ने बित्तिकै ल खत्रै गरेर डराइदिरा 1000 सिँढीको सिँढीहरू देखिँदैछ भर्खर उदाउँदै गरेका मुहारहरू त्यहाँ माथि एउटा पार्क छ हामी अब त्यही पार्कमा जाँदैछौँ मेरो पुस्तकको कुराहरू हो भने भुक्न चाहिँ छोड्दैन नि यिनीहरूले मलाई थाहा छ अब हामी टक्क धुलिखेल टेम्पल 1000 सिँढीको टेम्पल जाँदैछौँ मानसजी कुकुरदेखि डराएर मग्न मस्त भएर हिँड्दै हुनुहुन्थ्यो सुजन दाइ ध्यान मुद्रामा हिँड्दै हुनुहुन्छ मलाई थाहा छ मानसजीको टुप्पी हल्लिँदैछ आहा यहाँबाट त खत्रै फोटो आउँदो रहेछ पछाडि आउँदैन अगाडि आउनु ल अगाडि सबैजना अगाडि एकचोटि ए अलि छिटो छिटो ल ल ल ल ल ल सबैजना ल दामी ल जाऊ ल सुजन दाइको बोल्ला त थाहा असली कार्य नगरौँ ल धन्यवाद सम्झाइदिनु भएकोमा असली कार्य नगर्नु भने फेरि तिमीलाई फटाक सरस्वती माता विद्या की दाता हल्ला नगर पृथ्वीनारायण शाह जो हाम्रा अग्रज देश हाम्रो नेपाल बनाउन सफल हुनुभएकोमा तपाईँलाई हार्दिक नमन तपाईँको चरणमा मेरो कोटी कोटी प्रणाम ल ल आहा देशले के माग्यो मलाई थाहा छैन निमिदिन्न कुरुमे देव सर्वकार्यसु सर्वदा रक्षा गरे भगवान् सरस्वती माता रक्षा गरे भगवान् अब म तपाईँहरूलाई योदेखि तलतिरको नजारा देखाउँदैछु ओ सूर्यकोटी समप्रभ कुरुमे देव के सुशील भन त सर्वकोटी सुसर्वदा गाइज मैले मन्त्र बिर्सेँ आहा यो ओह्रालोको नजारा हेर्नुमा फाइदै अर्कै छ आहा पाइँदैन ल मेरो छोटो मिठो 4 मिनटको भ्लग मानसजीको तर्फबाट म समाप्त गर्दैछु सम्मानका साथ तो भन्न चाहन्छु चाहिँ तपाईँले नभनिदिनु भएकोमा म तपाईँप्रति धेरै धेरै कृतज्ञता व्यक्त गर्न चाहन्छु हस्त धन्यवाद वाह उहाँ त एउटा फोटो पनि रहेछ जुन तपाईँहरूलाई म देखाउँछु चराको फोटो ल हेर्नु यो ढुङ्गा चाहिँ फेमस ढुङ्गा हो नाग ढुङ्गा भन्छ नि यहाँ चाहिँ मान्छेहरू चढेर फोटो खिच्छन् एउटा ढुङ्गाको संरक्षण गर्न सकेको छैन पूजा गर्ने ढुङ्गालाई नाग ढुङ्गा भनेर पूजा गर्नुपर्ने ढुङ्गालाई माथि खुट्टा राखेर फोटो खिचाउँछन् टिकटकको लागि देश बिग्रिया छ हाम्रो
जे होस् खुसी लागेको छ एउटा झन्डा फरफराइरहेको छ देशको त्यो पनि अड्केको रहेछ तर यो पनि भएन यसले गर्दा हाम्रो राष्ट्रिय चराचुरुङ्गीहरूमा असर पुगेको छ देख्न सक्नुहुन्छ यो यहाँ पनि छ यहाँ पनि छ यो कुन एनजिएलको कुन एनटिसीको थाहा छैन तर पनि यो दुईटा एकै ठाउँमा छ यो चाहिँ चाँडै नै विस्थापित गर्नुपर्छ भन्ने मेरो यो मान्यता रहेको छ दुईटा एकै ठाउँ बनाउनु भने त घोर अपराधीजनक नै हुन्छ होइन त मानसी यहाँ त तपाईँको लागि पञ्चतन्त्र तत्त्व रहेछ नि ए अघि उहाँले चुडेर सुँगिसक्नु भएको रहेछ अब उहाँ झ्यापमा एकछिन ग्राभिटीको कुरा नगर्नुहोस् तपाईँ पञ्चतत्त्व हो त भने त्यहाँ पृथ्वी आप तेज वायु अग्नि सबै मिलेको होला नगरौँ अश्लील कार्य नगर्नु भने तर उ त्यहाँनिर एउटा के को साइन बनाएको रहेछ अब तपाईँहरू आफै बुझ्नुहोस् गाइज यो फुल जथा भावी नटिप्नु होला सुशीलजी तपाईँलाई म क्षमा प्रार्थी गर्न चाहन्छु वाह खोइ यहाँ दिनु त कालो चस्मा ल होइमा यहाँ विशाल बजारको अनि के अरे बोकेर जाउँ होइन बोकेर जाउँ यहाँ फाइनल चस्मा भेटायो केही छैन ल ल ल ल ल ए वाह सुजन दाइ ल तर हालिन्न नि यो ग्लास हालिन्छ ल गाइज आज हामीले चस्मा भेट्यौँ है चस्मा भेट्यौँ चस्मा